सिँचाइसँग जोडेर हेर्दा नेपालको कुल क्षेत्रफल 1,47,18,100 हेक्टर जमिनमध्ये करिब 35,57,700 हेक्टर जमिन कृषि योग्य रहेको अनुमान गरिएको छ। भौगोलिक बनावट तथा जमिनको स्थितिका कारण उक्त कृषि योग्य जमिन मध्ये करिब 25,36,319 हेक्टरमा मात्र परम्परागत सतह र भूमिगत जलस्रोतबाट सिँचाइ सुविधा पुर्याउन सकिने अवस्था विद्यमान छ, जसमध्ये हालसम्म सतह सिँचाइबाट 10,28,100 हेक्टरमा र भूमिगत सिँचाइतर्फबाट 5,73,444 हेक्टर जमिनमा र नयाँ प्रविधिबाट 3,588 हेक्टर गरी करिब 15,69,000 हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा विस्तार गर्न सकिएको छ। यसै कुरालाई मध्यनजर गरी नेपालको 2072 को संविधानले परिकल्पना गरे अनुसार संघीय संरचनाको कार्यान्वयनको सन्दर्भमा प्रदेश स्तरको खानेपानी सिँचाइ तथा विद्युत, ऊर्जा र जल उत्पन्न प्रकोप व्यवस्थापन सम्बन्धी अध्ययन अनुसन्धान, योजना तथा आयोजना निर्माण कार्यान्वयन सञ्चालन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारको मिति 2078 10 महिना 23 को निर्णय अनुसार खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको स्थापना भएको हो। जहाँनिर चाहिँ हाम्रो के अरे यो तराईतिरको सेक्टरहरूमा चाहिँ खेतीहरू छ, विद्युतको लाइन विस्तार भएको छैन, बोरिङ गर्नुपर्ने अर्थात् विद्युत लाइन विस्तार भएको छ भने पनि त्यो ट्रान्सफर्मरको कमजोरी, पावर अपग्रेड गरिदिनु पर्ने, ट्रान्सफर्मर जोडान गरिदिनु पर्ने, त्यस्ता कामहरू पनि हामीले चाहिँ ऊर्जा मन्त्रालयले चाहिँ गर्दै आएको छ। अब ठुलो योजनागत रूपमा लिने होइन, डिपिआर गरेर त्यसको योजना स्वीकृति गरेर ठेक्कापट्टा गरेर योजनागत रूपमा लाने चलन हुन्थ्यो। अनि त्यसपछि यो कोरोना पछि कस्तो भने बजेट भयो र त्यो योजनागत रूपमा बहुवर्षीय रूपमा योजना बनाउन छोड्यो। अनि अब योजना सङ्ख्या पनि धेरै बढ्न थाल्यो त्यो कार्यक्रममा चाहिँ, सबैमा चाहिँ छरिएको रूपमा चाहिँ होइन। अनि 10 लाख 5 लाख दिने, अनि जो नम्बरका मात्र काम हुने। त्यसले गर्दाखेरि बेफाइदा के थियो भने कुनै पनि योजना सम्पन्न नहुने र त्यो प्रदेशको जुन एउटा हाम्रो के अरे जुन आबादी योजनाको लक्ष्यहरू हुन्छ के अरे अब छ, हाम्रो 5 वर्षमा चाहिँ अब यति हजार एक लगभग अहिले चाहिँ अब पहिलो आबादी योजनामा चाहिँ लगभग 43,000 हेक्टर चाहिँ हामी सिँचाइ सुविधा विस्तार गर्ने, लगभग 36,000 हेक्टर के अरे अब व्यवस्थित के अरे सञ्चालित के अरे सिँचाइ प्रणालीलाई व्यवस्थित गरिदिने थियो। अहिले पनि हाम्रो के अरे उसमा अब यो दोस्रो आबादी योजनामा चाहिँ अब लगभग 60,000 5 वर्षमा चाहिँ होइन अब सिँचाइ सुविधा विस्तार गर्ने होइन, त्यस्तो लक्ष्यहरू छ होइन। तर त्यसरी त्यो योजनागत रूपमा बहुवर्षीय रूपमा होइन सुरक्षित भएर योजनाहरू सञ्चालन नआउँदाखेरि चाहिँ अब बजेट छरिरहेको क्रम चाहिँ बढेकै हो होइन। त्यसले गर्दाखेरि अब त्यो मर्मत समारोहबाट टालटुलमा जाने, प्रदेश आयोजना उसमा आबादी योजनाको लक्ष्य पनि प्राप्त नहुने त्यस्तो अवस्था थियो। तर यो आर्थिक वर्ष 82-83 देखि होइन अहिले चाहिँ हाम्रो चाहिँ अब गत 81-82देखि नै हामीले चाहिँ बहुवर्षीय योजना माग गरेका थियौँ होइन। त्यो बहुवर्षीय योजना छनौट भएका छन्, स्वीकृत भएका छन् होइन। र जुन हाम्रो बहुवर्षीय योजना छनौट जुन हाम्रो के अरे जुन कार्यविधि छ प्रदेशहरू त्यसको मापदण्ड पुगेका लगभग हाम्रो के अरे अब खानेपानीतिर पनि सिँचाइतिर पनि योजनाहरू छनौट भएका छ। तिनीवटा एकमुष्ट अब चाहिँ बजेट चाहिँ जुन हाम्रो अब इयर अनुसार होइन, जुन अब कुनै पनि एउटा योजना बहुवर्षलाई अब के अरे छनौट भइसकेपछि 3 वर्षमा सम्पन्न गर्नु भने हरेक वर्ष कति बजेट छुट्याउनु पर्छ त। यो हामीले के अरे जुन आर्थिक वर्ष 82-83 को बजेट बनाउँदाखेरि त्यो अनिवार्य रूपमा होइन त्यो एकमुष्ट बजेट जुन छुट्याएर बहुवर्ष सुरक्षित प्रदान भएको योजनाहरूलाई त्यो आवश्यक पर्ने वार्षिक कति बजेट चाहिँ त्यो छुट्याएर बल्ल अरू चाहिँ त्यसले हामीले चाहिँ अरू यो कर्मगत योजनामा छुट्याउने चाहिँ के अरे अब बजेट विनियोजन गर्ने चाहिँ प्र्याक्टिस ल्याएको छ। त्यसले गर्दा योजना सङ्ख्या पनि घटेको छ होइन। पहाडी रानीको नाममा परिचित इलाम जिल्ला साँच्चीकै मनमोहक अनि आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि अत्यन्तै रोमाञ्चक मानिन्छ।
चियाखेती र चियाबारीले घेरिएको फिक्कलमा प्रत्येक दिन जसो आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। इलाम जिल्लाको कुल क्षेत्रफल 1,70,300 हेक्टर रहेको छ, जसमध्ये 53,394 हेक्टर जमिन खेती योग्य रहेको छ। उक्त जमिनमध्ये 25,415 हेक्टर जमिन सिँचाइ योग्य रहेको छ। हालसम्म पुराना तथा नयाँ गरी करिब 200 वटा विभिन्न सिँचाइका कार्यक्रम अन्तर्गत 8,355 हेक्टर जमिनमा 12 महिना सिँचाइ सुविधा उपलब्ध गराइसकेको छ जलस्रोत तथा सिँचाइ विकास डिभिजन इलामले। इलाम जिल्ला वास्तवमा यो पहाडकी रानीको जिल्लाको रूपमा पनि परिचित छ र यस जिल्लामा अब सबैलाई थाहा भएको कुरा चाहिँ विशेष गरी चिया, अलैँची, अमृसो, अदुवा र अकबरे गरे 5-7 वटा यी चाहिँ यो नगदे बाली उत्पादन हुन्छ यो जिल्लामा र हाम्रो विशेष गरी फोकस चाहिँ अलैँचीलाई छ। यो जिल्लामा चाहिँ अलैँचीको चाहिँ उत्पादन र अमृसोको उत्पादन व्यापक हुने हुनाले चियाको त आफ्नो छँदैछ। यी दुईवटा प्रोडक्टको लागि चाहिँ विशेष गरी सिँचाइको माग चाहिँ बढिरहेको छ। अब यो जिल्लामा चाहिँ सिँचाइको माग अत्याधिक मात्रामा छ। त्यस्तै जल उत्पन्न प्रकोपको माग चाहिँ विशेष गरी माई नगरपालिका र चुलाचुली गाउँपालिकामा चाहिँ माई नदी, चाँजु, रतुवा र कमल नदीले को कटान व्यापक रूपमा छ र तिनीहरूमा चाहिँ जल उत्पन्न प्रकोपको चाहिँ माग बढी छ भने ओभरअल जिल्लाभरि नै सिँचाइको माग चाहिँ अत्याधिक मात्रामा छ। सबै योजनाहरू समेट्न सकिएको छैन, बजेट अभावको कारणले गर्दा सबै योजनाहरू समेट्न सकिएको छैन। तैपनि सम्पूर्ण गाउँपालिकालाई समानुपातिक हिसाबले चाहिँ हेर्दाखेरि करिब एउटा पालिकामा 10 वटा योजना जति 10 देखि 15 वटा योजना जति लागू गरिरहेको अवस्था छ भने विशेष गरी चिया, अलैँची, अमृसो जस्ता बाली त्यहाँका मुख्य बालीको रूपमा लिइन्छ भने पानीको पहुँच कम भएको स्थानमा सुपारी, कटहर, नरिवल जस्ता पानी कम लाग्ने फलहरूको उत्पादन गर्ने गर्दछन्। यिनै उद्देश्यहरूलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारले अधिकतम सिँचाइ पूर्वाधारमा निर्माणका आयोजना तथा केन्द्रीय सरकारद्वारा सञ्चालित सिँचाइका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ। हाल उक्त कार्यालय कोशी प्रदेश सरकारको मातहतमा इलाम जिल्लामा अवस्थित रहेको छ। सो कार्यालयले सिँचाइका विभिन्न गतिविधिहरूलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन इलाम अन्तर्गत अहिले हामीले 5 वटा कार्यक्रम सञ्चालनमा ल्याएका छौँ, जस अन्तर्गत अब यो वैदेशिक स्रोत अन्तर्गत चाहिँ एसियाली विकास ब्याङ्कको IMEP भन्ने कार्यक्रम छ, जस अन्तर्गत 3 वटा आयोजना अहिले यो जिल्लामा सञ्चालन भइरहेका छन्। त्यस्तै कुवेत सरकार तर्फको कुवेत फन्ड अन्तर्गत ISIP कार्यक्रममा एउटा योजना सञ्चालनमा छ। प्रदेश सरकार अन्तर्गत 3 वटा कार्यक्रम जलस्रोत तथा सिँचाइ विकास व्यवस्थापन कार्यक्रम एउटा, जल उत्पन्न व्यवस्थापन कार्यक्रम 2टा र ऊर्जा विकास कार्यक्रम 3 वटा गरी योजना सङ्ख्याको हिसाबले हेर्दा IMEP तर्फ 3 वटा छन्, ISIP तर्फ एउटा, प्रदेशको सिँचाइतर्फ चाहिँ करिब 102 वटा र 42 वटा योजना चाहिँ जल उत्पन्नतर्फ, ऊर्जा विकास कार्यक्रमतर्फ चाहिँ 2 वटा योजना चाहिँ सञ्चालितमा छन्। सिँचाइ सञ्जालको यही महत्त्वको कारण खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गत सञ्चालित विभिन्न कार्यालय तथा आयोजनाहरूको विस्तारले उल्लेखनीय स्थान पाएको छ। खाद्यान्न उत्पादनको आवश्यकता, पानीको उपलब्धता र सिँचाइ सुविधा नपुगेको जमिनको क्षेत्र जस्ता कैयौं अवस्थाले सिञ्चित क्षेत्रको विकास गर्ने कार्यादेशको प्राथमिकतामा रहेको छ। यहाँ यो जिल्लामा किसानहरूको अत्यधिक माग हुन्छ। कुलहरूको सङ्ख्या पनि मलाई लाग्छ सैकडौँ हजारौँ होला र अत्यधिक माग भएकोले हाम्रो बजेटको सिलिङको सीमितताको हिसाबले गर्दाखेरि हामीले सबैलाई सम्झौता गर्न सकेका हुँदैनौँ। किसानहरूको जति अपेक्षा छ
त्यति हामीले पुरा गर्न नसके पनि हाम्रो बजेटले भ्याएसम्म हामीले सम्बोधन गर्ने प्रयास गरेका हुन्छौँ, जसले राम्रै प्रतिफल दिएको छ र उत्पादकता पनि वृद्धि भएको छ। र हामीले यो क्वालिटीको हिसाबले काम गर्दाखेरि हाम्रो मोनिटरिङ पनि अब सकेसम्म हामी बिहान बेलुका नभनिकन पनि हामीले सुपरभिजन बढाएका छौँ र क्वालिटी मेन्टेन गर्ने प्रयास गरेका छौँ। इलाम जिल्लाभित्र रहेको कृषि योग्य जमिनहरूमा सिँचाइ सुविधा उपलब्ध गराउन भने त्यति सजिलो छैन। सिंचित क्षेत्रभन्दा टाढा टाढा रहेको खोल्सा खोल्सीबाट पानीको स्रोत खोजी सिँचाइका संरचनाहरू निर्माण गर्न त्यत्तिकै कठिनाइ देखिन्छ। सिँचाइ सेवालाई क्षेत्रगत हिसाबले मात्र विस्तार नगरी यसमा गुणात्मक सुधार ल्याई सिंचित क्षेत्रहरूमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउनु पर्ने चुनौती पनि जलस्रोत तथा सिँचाइ विकास डिभिजन इलाम सामु रहेको छ। सोही अनुरूप इलाम जिल्लाको चुलाचुली गाउँपालिका हुँदै बग्ने नुनसरी खोलामा निर्माण भएको नुनसरी खोला सिँचाइ योजना नामाकरण गरिएको पक्की कुलोलाई 2078 सालमा आएको बाढीको कारण इन्टेक लगायतका संरचनाहरूमा क्षति पुर्याएपछि त्यस संरचनाहरूलाई पुनर्निर्माण गर्न ठेक्का सम्झौता भई काम सुचारू भइरहेको छ। त्यस स्थानको 3 किलोमिटर कुलो निर्माण सम्पन्न पश्चात सिँचाइबाट वञ्चित भएको करिब 91 हेक्टर जमिनलाई सिँचाइ सुविधा उपलब्ध गराउनेछ। यसको नाम चाहिँ नुनसरी सिँचाइ योजना हो। यसको क्षेत्रफल भनेको लगभग 50 देखि 60 बिघा जमिन सिँचाइ गर्ने थियो र पहिला सुरुको सेक्सन चाहिँ अलिक सानो 45 बाई 45 मात्रै सेक्सन भएर आधी जमिनलाई चाहिँ सिँचाइ पुगेको थियो, आधीलाई पुगेको थिएन। तर त्यो पनि 78 साल कार्तिक 2 गते भेलवाडले लगभग 700 मिटर जति चाहिँ सबै संरचना सबै बगाएर लग्यो र त्यो बगाएर लगेपछि त्यो अनि अब त्यहाँको सबै जग्गा बजिने अवस्था भयो। त्यस पछाडि हामीले विभिन्न ठाउँलाई कार्यक्रम माग गरिरहँदाखेरि एसियाली विकास ब्याङ्कले काम गर्ने शर्तमा 2 वर्ष अगाडि नै सम्झौता भएर अनि डिपिआर पनि भएको छ। त्यसमा 6 करोड 92 लाखको डिपिआर इस्टिमेट भएको थियो। त्यसमा अहिले ठेक्का चाहिँ 3 पटक निकाल्ने गरी पहिलो ठेक्का अस्ति भर्खर लागेको छ र अहिले पुनर्निर्माणको अवस्था र सेक्सन पनि पहिलाको भन्दा बढाएको छ। पानीको क्युसेक पनि बढाइ मागेको छ, किनभने सिँचाइ गर्ने भूमिका छोडिएको थियो र अहिले चाहिँ पहिला 45 थियो, अहिले 90 बाई 90 को बन्ने गरेको अवस्थामा छ र चालुमा छ। अब त्यही जमिनमा सिँचाइ गरेर त्यहाँ उत्पादन गरेर जीविका चलाउँदै बेचबिखन गर्दै आय आर्जन गर्ने कुरा हो र पानी नभएपछि त सबै सुक्खा भइहाल्यो। आकाशे भरको भरमा पर्खिँदाखेरि त उत्पादनको 25% पनि उत्पादन हुँदो रहन्छ र किसानलाई ठुलो मार परिरहेको छ। अब यो फेरि अब यो कुलो बनियो भने यहाँको आर्थिक अवस्थामा धेरै सुधार गर्छ, टेवा पुर्याउँछ। इलाम जिल्लाको कृषि योग्य भूमिमा 12 महिना सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न सिँचाइका योजनाहरू सञ्चालन गर्दै आएको छ, जस अन्तर्गत सूर्योदय नगरपालिका 9 हुँदै बग्ने रम्फोक खोलाको पानीको स्रोतबाट करिब 35 वर्ष अगाडि स्थानीय जनसमुदायहरू मिलेर घरयाइसी सामग्री प्रयोग गरी व्यक्तिगत लगानीमा निर्माण गरिएको 1250 मिटर कच्ची कुलोलाई ढलान गरी पक्की कुलो निर्माण गरिएको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन इलामले पुनर्निर्माण गरिएको उक्त कुलोद्वारा त्यस स्थानको करिब 37 हेक्टर जमिनलाई सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ। यो त चित्त नबुझ्ने भन्ने त प्रश्नै छैन। यो एकदम चित्त बुझ्दो छ, किनभने यसको क्वालिटीदेखि लिएर उहाँहरूको चाहिँ निगरानी र सपोर्ट जुन उहाँहरूले चाहिँ किसानसँगै आएर यो किसानले नै गर्नुपर्छ, यहाँको चाहिँ उपभोक्ता समितिले नै यो काम गर्नुपर्छ भन्दाखेरि यहाँको उपभोक्ता समिति पनि एकदमै पहिलादेखि नै कामको लागि चाहिँ एकदम क्वालिटीसँग कम्प्रोमाइज नगर्ने किसानहरू भएको र यहाँको चाहिँ उपभोक्ता भएकोले गर्दा गुणस्तर पनि काम भएको छ र जुन संस्थाले यो गर्नुभएको छ उहाँले एकदमै राम्रो काम गर्नुभएको छ, समन्वय राम्रो भएको छ। त्यसमा हिउँदे खेती तपाईँको लागि चाहिँ यो कुलो रम्फू खोला ढोडे सिँचाइ कुलो चाहिँ अमृत बराबर हाम्रो लागि चाहिँ हो। किनभने हिउँदे खेती
बर्खे खेती त कम्ती नै गरिन्छ होइन। कम्ती भन्नाले पानी आइहाल्छ, धानसान घट्दै गयो। अनि हिउँदे खेतीको लागि लगभग एक परिवारबाट हप्तामा 10 देखि 15 एभरेजमा उब्जाउ गर्न सक्ने भएका छौँ। यो कुराले धेरै राम्रो गरेको छ। अब हाम्रो यहाँ खोर्सानी हुन्छ, टमाटर हुन्छ, अदुवा हुन्छ, अनि कोपी हुन्छ, काउली सबै जातको कोपी होइन। आएर त तपाईँको कुलो हुनु र नहुनुमा त पहिला कुलो नहुँदा गाह्रै पर्थ्यो होला। अहिले त्यस्तो गाह्रो छैन। कच्ची कुलोको भरमा पानी परिचालन गर्दा धेरै ठाउँमा चुहावट भएर चाहे जति पानी प्रयोग गर्न नपाउने अवस्था रहेका सूर्योदय नगरपालिका 1 का स्थानीय कृषकहरू हाल जलस्रोत तथा सिँचाइ विकास डिभिजन इलामले जनताको माग बमोजिम आवश्यकता अनुसारको कुलोहरूमा ढलान गरी पानी सञ्चालन गर्न थालेपछि विशेष गरी अलैँची खेती गरी अत्याधिक मात्रामा आयार्जनमा टेवा पुगेको कुरा स्थानीय कृषक बताउँछन्। मुख्य रूपमा अब नगदे बालीको रूपमा अलैँची रहेको छ है। अलैँचीलाई बढी प्राथमिकता दिएको छौँ किनभने यहाँका अधिकांश उपभोक्ताहरूले अलैँची बाली नै अहिले अब सिंचितको रूपमा रहेको छ। त्यसभन्दा बाहेक चाहिँ हामीले सागसब्जीको रूपमा इस्कुसहरू भयो, काँक्रा भयो, अब अन्य सागसब्जीहरू। अब हिउँदामा चाहिँ चियालाई पनि यो पानीको आवश्यक पर्ने भएको कारणले गर्दाखेरि चिया खेती पनि अब धेरै रूपमा रहेको छ। धेरै क्षेत्रफलमा अब लगाएको छौँ हामी यहाँको उपभोक्ताहरूले। र लगायत अन्य सागसब्जीहरूमा काँक्रा, फर्सी, आलु पनि अब नगदे बालीको रूपमा रहेको छ। अलैँची अनि फलफुल खेतीहरू पनि हुन्छन्। अब विशेष गरेर अब हिउँदे आलु होइन, अनि धान खेती भयो, मकै खेती, अनि कोपी सोपी फलफुलमा होइन। त्योभन्दा अर्को त धान अब छोडिहाले। अब गहुँ अलिअलि रोप्छन्, गहुँलाई पनि उपयोग गर्छ। योभन्दा पहिला दुःख त्यो 2 वर्ष कुलो बन्दाखेरि अलिक घाटा आयो। अब कुलो चल्न थालेको पनि अब लगभग 2 वर्ष भइहाल्यो। कुलो पछि त अब एउटा घरले कम्तीमा पनि नलिँदा पनि 3 देखि 4 लाखसम्म लिएको छ आम्दानी, लिनेले 10 लाखसम्म पनि। चुलाचुली गाउँपालिका वडा नम्बर 6 स्थित नुनसरी खोलाको बायाँतर्फ जलस्रोत तथा सिँचाइ विकास डिभिजन मोरङले निर्माण गरेको कुलोलाई संरक्षण गर्ने उद्देश्य अनुरूप करिब 10 लाखको लागतमा तार जाली सहितको ग्याबिन निर्माण गरी आसपासको बजारलाई समेत सुरक्षित बनाएको छ। परम्परागत पद्धतिदेखि आधुनिक प्रविधि मार्फत प्रवाहित सिँचाइ विकासबाट ग्रामीण क्षेत्रका बासिन्दाहरूको गरिबी न्यूनीकरण गरी कृषकहरूको समुन्नत जीवनयापनमा योगदान पुगेको छ। हाल उपलब्ध भएको पानीलाई सही सदुपयोग गरेर निर्वाहमुखी खेती प्रणालीबाट आधुनिक प्रविधि र व्यावसायिक खेती प्रणालीको विकास गरी अघि बढ्नुपर्ने देखिन्छ। विभिन्न कठिनाइहरूको बावजुद पनि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय इलामको प्रमुख लक्ष्य भनेको इलाम जिल्लाको कृषि योग्य भूमिमा सिंचित क्षेत्रफलको वृद्धि गरी कृषकहरूको खेतीबारीमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउनु रहेको छ।